अब हामी सुरुवात गर्दैछौँ यो दोस्रो सेमी फाइनल्सको। रेफ्री रेडी, प्लेयर्स रेडी एन्ड वी अल आर रेडी। र यससँगै हाम्रो दर्शकवृन्द पनि उत्तिकै तयार अवस्थामा हुनुहुन्छ। ग्रीन किटमा हामी देख्न पाइरहेका छौँ लाङदी देवी नाल्माका खेलाडीहरूलाई। विवेक राईद्वारा 86 मिनटमा आएको थियो शैलेश। चर्च बोइजको लागि लाङदी देवीको कुरा गर्ने भने पहिलो खेलमा चितलाङ एफसीलाई 86 मिनटमा रिचर्डले गोल गरेर हामी देख्न सकिन्छ कि बिस्तारै बिस्तारै गर्दै बेसी सहरको जनमानस लिएर आउँदैछ सहजी मैदानमा। दुवै टिम एक सङ्घर्षका साथ यहाँसम्म पुगेका छन् र यस विसेलका साथ खेलको सुरुवात। स्पेशली अब्दुल फारुकी जस्ता खेलाडी र लङ रेन्जरका लागि भने एन्ड्रु जस्ता खेलाडीहरूले निरन्तर रूपमा प्रयास गरिरहेका थिए। यसपटकका लागि मनोज राई डिफेन्ड गर्नका लागि उनी रन बनाउँदै थिए, यहाँ च्यालेन्ज हुन सक्थ्यो। यसपटक भने आदित्य साक्यलाई रोकिरहेका छन्। आदित्य पुनः मिसब्यालेन्स गर्न पुगेका थिए, तर यो खेलको सुरुवातमा दुवै टिम पोजेसन लिने प्रयासमा, अट्याक गर्ने प्रयासमा अर्ली गोल लिन चाहन्छ दुवै टिम। र यस आज भने बिस्तारै सबै दर्शक मैदान आउँदै 1 बजेको खेल, विशेष गरी हिजोको खेलमा। र यहाँ मौका बनाउने प्रयास, गोलकिपर र सुजन डङ्गोल त्यहाँ ठोकिन पुगे। रेम्बो चौधरी दुवैजना हालको लागि हेडर क्लियरेन्स, यो रोशन पहाडी थिए त्यहाँ। लङ बल एन्ड्रुको यस दिनसम्म बन्दै गरिरहेको छ। पेनल्टी सुटआउट निरन्तर रूपमा हामीले देख्न पाइरहेका छौँ र हिजोको खेल पनि पेनल्टी सुटआउटमा रोकिएको थियो, तर यस पटक लमजुङ मर्स्याङदी पराजय भोग्नु परेको थियो भने अब एपिएफसँग गेम रहनेछ। यस पटकका लागि प्रमिजे राम्रो कर्नर किक रिसिभ गर्नका लागि भने कुनै पनि हेडर त्यहाँ उपस्थित थिएन। अब विल्सन राम्रो रन बनाउँदै 1 2 3 तीनजनालाई बिट गर्न सफल। यसपटक पास दिन चाहन्थे सुजल डङ्गोललाई, सफल भने रहेनन्, इन्टरसेप्टेड रहन पुग्यो त्यो पास। फार साइडमा आदित्य साक्य र यसपटक भने लङ डायगोनल क्रस रहेको थियो, कुनै पनि रिजल्ट भने रहेको छैन। लाङदी देवीको तर्फबाट एकदमै प्रिसिजनमा उनीहरू खेल्ने गरिरहेका छन् भने यहाँ एन्ड्रुलाई छलाउन त पुगेका थिए, तर सफल भने रहेनन्। सुदीप मगरबाट पहिलो स्थान हासिल गर्न चाहन्छ। यसपटक पनि हदको टेम्पोलाई भने ब्यालेन्स गर्न चाहन्छ कि डिफेन्सिभ भूमिकामा पछाडि धकेलिएको छ टिम र अहिलेका लागि भने केही राम्रो मौका बनाउँदै राजेश, तर यहाँ गोल त्यति धेरै ननिकाले तापनि एउटा राम्रो आउटपुट भने दिन सफल रहेको छ आफ्नो टिमको लागि। रेम्बो चौधरीले 2 पेनल्टी रोक्न सफल रहेका थिए आफ्नो टिमको लागि। र दोस्रो खेलमा जुन क्वार्टर फाइनलको खेल थियो लालीगुराँस फुजुङसँगको खेलमा यहाँको मौका बनाउने प्रयास, तर लेफ्ट साइडबाट भने अब रिचर्ड विल्सन बल लिएर अगाडि बढ्दै निकै पेस छ। क्रसको आवश्यकता, क्रस गर्न सक्छन्। उनको क्रस डिफेन्डरद्वारा क्लियरेन्स, क्याप्टेन मनोज राई आफै आएर बल क्लियर गरिदिए। लेट हुन पुग्यो भनौँ, पास भने निकै क्रस यो राम्रो प्रहार गरेका थिए, कर्ल गर्न चाहन्थे र बक्समा प्रस्तुत। ओ यस पटक भने केही घम्सा घम्सी नै रहेको थियो। प्रायः जसो उनकै नम्बर लगाएर उनी खेल्ने पनि गर्छन्। यो हेडर डिफेन्डरबाट क्लियरेन्स भएको छ, खतरा भने टरेको छैन। अब भने आदित्यको यो हेडर हेभी रहन पुग्यो। अवसरहरू सृजना गरिरहेको छ। रोहन कार्की सायद त्यहाँ एङ्कल इन्जुरी रहन सक्छ। यस पटकका लागि भने राम्रो रन बनाउँदै भलिको यो प्रयास सुजल डङ्गोललाई दिन चाहन्थे। यसपटक फेरि पनि सुजल डङ्गोल नै रहेका छन् की म्यान, तर यहाँ विल्सन फेरि पनि बल रिसिभ गर्न सफल। डमी मुभ्स पनि एकदमै राम्रो बन्ने गरेको छ। क्रस आएको थियो र इन्भल्भमेन्ट पनि बनिरहेको छैन। म भनिरहेको थिएँ कि गोल स्कोरिङ अपर्च्युनिटिजहरू टिमले बनाइरहेको छ भनेर। यहाँ राम्रो बल यहाँ लिफ्ट गर्न सफल थिए, तर एन्ड मोमेन्टमा गोल गर्न भन्ने सकेनन्। यो मौका
अगाडि जान चाहन्थे, बलमा आफ्नो कन्ट्रोल लिन चाहन्थे। राजेश दाहाल लड्न पुगेका छन् र यहाँ अभाग्यशाली रहन पुगे। त्यति राम्रो मुभ बनेर रहेन। त्यही क्रममा आशिष बल अगाडि बढाउने प्रयास लाङदी देवी नाल्माको। राम्रो डिफेन्डिङ मनोज राईको क्लियरेन्स गर्न सफल, तर बल पोजेसन भने फेरि रिगेन गर्न सफल। आदित्य फार साइडबाट क्रस पनि आएको छ, खेलाडी त्यहाँ मुभमा, तर कुनै पनि खेलाडी थिएनन् त्यहाँ हरियो जर्सीमा बल रिसिभ गर्नको लागि। रोहन पोजेसन भने रिटेन गर्न सफल, बलको लागि जुझ्दै बिसन गुरुङ। रोहनको यो शट, oh that's a goal! टिप गरिदिए रोहनले, मौकाको सही सदुपयोग। लाङदी देवी नाल्मा खेलको 37औं मिनेटमा अग्रता लिन सफल र झन्डा फरफरिरहेको छ लाङदी देवीको। What a goal out of the blues! रोहन कार्की राष्ट्रिय टिमका सदस्य गोल गर्न सफल आफ्नो टिमको लागि। जस प्रकारले यहाँ मुभ बनाइरहेका थिए, कुनै पनि सायद हामीले देख्न पाएका थिएनौँ कि यो मोमेन्टबाट बल इन्टरसेप्ट हुन्छ भनेर। र यो सर्ट जुन रहेको थियो, कुनै पनि रन रहेको थिएन, भर्खरै मात्र लडेका थिए र उठिकन उनको त्यो सर्ट रहँदै गर्दाखेरि चिप बल रहेको थियो र जस्ट अबभ द गोल किपर एन्ड जस्ट इनसाइड द गोल पोस्ट। र जुन प्रकारले प्रहार गरे उनको भिजनको कुरा गरौँ हामी। लाङदी देवी बल पोजेसन लिन सफल, सुजल डङ्गोल, सुजलको फरवर्ड पास थियो आदित्यको लागि, तर आदित्य स्थानमा पुग्न सकेन। यो क्लियरेन्स पनि राम्रो भएको छैन। अझ पनि मौका बनाउने क्रममा रोहन अर्को गोल गर्न सक्छन्, तर यस पटक भने बल गलत दिशामा बेन्ड हुन पुग्यो। निकै सटिक शटहरू देख्न पाइरहेका छौँ यस पटक। रणदीप खेलाडीको खोजीमा, रणदीपको क्रस, यहाँ मौका बनाउने प्रयास अझै पनि गर्न चर्च बोइजको लागि। एन्ड्रयू लिँदै यो फ्री किक, यो हेडर, तर प्रमिजय गच्छादार सेभ गर्न सफल। एकचोटि फेरि मौका पाएको छ, अवस्था बन्दै। क्रसको आवश्यकता, क्रस आएको छ तर निकै। र आज विवेक राई पनि केही अगाडि देख्न पाइरहेका छौँ हामीले। एन्ड्रयू इभन उनी पनि चाहिँ भने सर्ट्सहरू लिनुभन्दा पनि त्यो प्लेमा भने एकदमै पास एन्ड पासको गेम खेलिरहेका छन्, जहाँबाट राम्रो बिल्डअप बनिरहेको छ। एन्ड्रयू राइट विङमा पुनः एकपटक स्ट्रङ देखिँदैछ चर्च बोइज युनाइटेड। आशिष गुरुङको यो हेडर क्लियरेन्स। दोस्रो हाफमा केही सुधारिएको परफर्मेन्स हामीले देख्न पाएका छौँ चर्च बोइजको टिमहरूबाट, टिम खेलाडीबाट। र यो अफसाइड को इसारा सुग्र तामाङको। सुग्र तामाङ छन् लाङदी देवीका लागि। एक गोलको अग्रतामा छ यतिखेर लाङदी देवी, र सक्दो चाँडो अर्को गोल पनि निकाल्न चाहन्छ। नआएको हामी महसुस गर्न सक्छौँ, र राष्ट्रिय लिगको लागि भने अवश्य खेलाडीहरू आउनेछन्। र उडोको जुत्ताको फित्ता भने उनी खोलेर खेलिरहेका छन्, अब सायद त्यहाँ बाँध्न लागेका छन्। मौका बनाउने प्रयास फेरि एकपटक चर्च बोइजको, स्पेस भेटिरहेका छैनन्। अब्दुल र उनका टिममेटको यो लङ रेन्ज एफर्ट, क्याप्टेन आफै चर्च बोइज कन्ट्रोल पनि लिइरहेको छ खेलमा। केही पास भने राम्रो बनाउन सफल। ओ यो मौका बनाउने अवसर थियो, अझै पनि छ, र यसपटक पनि फितलो प्रहार मनिष जर्गा मगरको। अझ मौका यसपटक भने आदित्य शाक्य रन बनाउँदै थिए, अगाडि बढाउनेछन् आदित्य रन बनाउँदै। फार साइडबाट भने गणेश हमाल, तर इन्टरसेप्ट भएका छन् गणेश। अझै पनि खतरा भने टरेको छैन चर्च बोइजको लागि। क्याप्टेन मनोज राई जुत्दै र उनी माथि आदित्यको यो फाउल। ओ यो ब्लन्डर हुन सक्थ्यो। त्यहाँ कम्प्लेन पनि गरिरहेका छन् आशिष गुरुङ टिममेटलाई। सरोज गुरुङको मिसह्याप थियो त्यहाँ। अगाडि बढ्ने प्रयास हुनेछ। मनोज राईको लङ डायगनल बल सिधै फ्रन्ट लाइनलाई। यो क्रस, फ्री हेडर र यो सेभ। यी खेलाडीले घेरिरहेको अवस्था यतिखेर। राम्रो डिफेन्सिभ डिस्प्ले मनोज राई।
फर पास आदित्य बल फेट्टाउने प्रयासमा, तर निमेश मोक्तान जो भर्खरै मैदान प्रवेश गरेका उनी फास्ट रहन पुगे। मनोजको थ्रो इन, उटोको त्यति राम्रो हुन सकेन, उनको क्रस निकै लो रहन पुग्यो, इन्टरसेप्ट हुन पुगे र यहाँ मौका बनाउने प्रयासमा राम्रो मौका थियो सुजल डङ्गोलको, अगाडि लिएर जान सक्थे। रोशन पहाडी राम्रो थ्रु बल, यो क्रसको आवश्यकता। आकाश थापा मगर, आकाशको क्रस हेडर क्लियरेन्स डोकुद्वारा। बेसी सहरको ड्रोन भ्यू जुन प्रकारले हामी देख्न पाइरहेका छौँ, सहजी मैदानमा हामी जहाँ अट्न सकिन्छ त्यहाँ बसेर यस खेलको मजा लिइरहनु भएको छ। हालको लागि बल अगाडि बढाउँदै फार साइडमा टार्गेट म्यान आदित्य, नम्बर 7 वर्सेस नम्बर 7। नो फाउल, आदित्य अन द बल, क्रस राम्रो राख्नुपर्ने आवश्यकता, फाउल अन द लाइन, निकै ठुलो हुनेछ। आदित्य विथ अ फ्री किक, तर सिधै वालमा, राम्रो डिसिजन रहेन उनको, इजी पास हुन सक्थ्यो। राम्रो कन्ट्रोल, राम्रो डिच, अब भने यो तेस्रो मौका रहन सक्छ। फेरि पनि सुजल डङ्गोल, जुन टिमले यस प्रतियोगितामा एक गोल अगाडि नै गरेको छ त्यसलाई निकै गाह्रो हुने गरेको छ। यहाँ अर्को मौका, फेरि एकपटक फिट भएका छन् सुजल डङ्गोल, तर यसपटक भने राम्रो प्रयास थियो, गोलकिपरको खुट्टाको बीचबाट प्रहार गर्न चाहन्थे। राम्रो रिडिङ यहाँ र्याम्बो चौधरीको, चौथो पटक, तेस्रो पटक भनौँ उनलाई डिनाई गरेका छन् र्याम्बोले। वन्डरफुल पास, वन्डरफुल पास। आकाश थापा मगर मैदान आए यता, धेरै चान्स क्रिएट गरिरहेका छन् आफ्नो स्ट्राइकरको लागि, र उनले के टाढा राख्न पुगे बललाई, खुट्टाको के नजिक भएको भए सेकेन्ड बारतिर प्रहार गर्ने उनको इन्टेन्सन राम्रो हुन सक्थ्यो। अन द बल आकाश, आकाशको अर्को राम्रो क्रस, आदित्य, द्याट इज अ सेभ। टक अबाउट द क्रस एन्ड टक अबाउट द सेभ। विश्वस्तरीय यो क्रस, वाउ। आदित्य वान टेक एन्ड टर्न एन्ड सुट, तर बलमा अन्तिमसम्म आँखा गाडी रहे र्याम्बो चौधरीले। आज पनि हिरो बन्दैछन् र्याम्बो। लाङ्दी देवी समर्थकको अगाडि गोल गर्न सक्छ, अर्को मौका क्रस गर्ने, द्याट अगेन इज अ सेभ। टाइम वेस्टिङको लागि गइरहेको छैन र अगाडि गरिरहेको छ। फेरि मौका, यसपटक भने गणेश समालको यो लङ रेन्जर, गोलकिपर अगाडि बल ड्रप पनि गर्न सफल थिए र सिधा सर्ट प्रहार गर्न पुगे। र आज पनि हेर्न सक्छौँ खचाखच भरिएको छ मैदान, माथिको डाँडा। लाङ्ला देवी, अझै मौका, गेम फिनिस हुन सक्छ, र यो बाहिरिएको छ बल। फेरि पनि सुजल डङ्गोल 1-1 को बराबरी दिन सफल भएको थियो लालीगुराँस भुजुङ विरुद्ध, र अन साइड यसपटक भने सुजलले के गर्नेछन्, सुजल, एन्ड द्याट विल बी अ पेनल्टी, क्लियर पेनल्टी र रेड कार्ड। द्याट्स अ येलो, पेनल्टी दिएको कारणले यो येलो दियो र डबल येलो अर्को प्लेयरले पनि पाएका छन्। विवेक राईले कार्ड प्राप्त गरेका छन् भने गोलकिपर रेम्बोले पनि कार्ड प्राप्त गरेका छन्, र यहाँ लिनियन रहे उमेश बिडारी। क्लियर गोल स्कोरिङ अपर्च्युनिटी, र्याम्बो वर्सेस आशिष। आशिष यो पेनल्टी, र लाङ्दी देवीका साथ नेपालको पनि झन्डा फरफरिएको छ, र उत्साह घरेलु समर्थकको। लङ बल फरवर्ड, यहाँ फाउल भएको छ, र अर्को येलो कार्ड, अर्को येलो कार्ड। रन बनाउँदै थिए आकाश थापा मगर, जुन प्रकारले आकाश थापा मगरले आज मैदानमा आए पश्चात चान्सेस क्रिएट गरेका छन्, अमेजिङ यो क्लियरेन्स, र सायद त्यहाँ अफसाइड थिए। अब केही समय बाँकी, विसल सायद ब्लो हुनेछ र भएको पनि छ। उमेश बिडारीको यो फाइनल विसलका साथ लाङ्दी देवी नालमा फाइनलको यात्रा तय गरेको छ। 33औं संस्करण त्रिवेणी कपको यो 2082 सालको फाइनल खेलमा आफ्नो नाम पक्का गरेको छ, र लाङ्दी देवी नालमा भिड्ने छ एपीएफ सँग, जो
साविक विजेता पनि रहेको छ र आज कम्फर्टेबल जितका साथ 2-0 ले नर्मल टाइममा यो खेल अन्त्य गर्न सफल। पहिलो गोल आएको थियो लाङ्दी देवीको लागि रोहन कार्कीको मद्दतले पहिलो हाफमा भने, दोस्रो हाफको अन्तिममा पेनल्टीलाई गोलमा कन्भर्ट गर्दै क्याप्टेन आशिष गुरुङले खेलमा लाल मोहर लगाइदिएका छन्। फाइनल स्कोर लाइन लाङ्दी देवी नालमा 2, एपीआई पावर चर्च बोइज 0।